हेलो हजुर नमस्कार सबैलाई नमस्कार सबैलाई। यहाँ फुलहरू म हजुरलाई आज हजारी फुलहरूको देखाउँदैछु। आफ्नो घरमा रहेको हजारी फुलहरू के कति छ त तपाईँ हेर्न सक्नुहुन्छ साथीहरू। मेरो घरमा हजारी फुलहरू टन्नै प्रशस्त मात्रामा मैले हजारी फुलहरू फुलाएको छु। देख्न सक्नुहुन्छ हजारी फुलहरू मैले सबैतिर देखाउँछु है त, कति फुलेको छ भन्ने कुरा। आज फुल कतिसम्म फुल्दो रहेछ, गरे के नहुँदो रहेछ गाउँमै, तर यसको मार्केट कता हुन्छ थाहा छैन। मार्केट कतै छ भने जानकारी गराउनु होला, भयो भने यसलाई हामीले बेच्न सकिन्छ। यस्तो राम्रो राम्रो फुलहरू छ के साथीहरू, देख्न सक्नुहुन्छ के साह्रै राम्रो फुलहरू। हजारी फुल हेर्नु न कत्रो छ के एउटा फुल, कति ठुलो ठुलो फुल छ के साथीहरू, कति ठुलो ठुलो फुल सस्तै छन् है साथीहरू। यहाँ ढलेको छ है बुट्टाहरू, अस्ति दसैँमा आएको पानीले गर्दाखेरि फुलहरू ढलेर अस्तव्यस्त भएको अवस्था हो। यो धेरै अल्पो अल्पो भएपछि ढल्दो रहेछ, यसलाई अलि संरक्षण गर्नु पर्दो रहेछ। मेरो घरै हो साथीहरू है, ततै छ मेरो नपत्ता देख्न सक्नुहुन्छ। मेरो घरै देखाइदिन्छु हजुरलाई ल, देख्नुभयो हैछ नि। ए फुलै फुलको बगैँचा छ है साथीहरू। फुलै फुलको बगैँचा छ है, देख्न सक्नुहुन्छ नि बाटादेखि तपाईँको सरर है। पहेँलोमा पनि छ है साथीहरू, पहेँलो रातोमा शीत परेको अवस्था, बिहानीको अवस्था। शीतले गर्दाखेरि हजुर हेर्नु त, हेर्नु त राम्रो ढिक ढाक काल्ना कुल्नी बगैँचा हल्का शीत परेको पनि छ है। ल धेरै धेरै धन्यवाद यहाँहरू सबैलाई, धेरै धेरै धन्यवाद। तिहार दसैँको सबैलाई, छठको सबैलाई शुभकामना। थ्याङ्क यू भेरी मच।